अन्याय, पीडा र दुःख देख्दा चुप लाग्न नसक्ने नाम हो आशिका तामाङ। कसैलाई सहयोग गर्न जाँदा उनी सधैँ भन्छन् म छु नि भाइ, कान्छा। कहिले आफै भावुक भएर रुन्छन्, कहिले उनका शब्दले अरूका आँखा रसाउँछन्। म छु नि त नि। अनि आज भगवान मेरो घरमा आइदिनु गर्ने आमा ल ल ल नरो कान्छी, रुनु हुँदैन। मलाई थाहा थिएन तिमी यहाँ चलेर, अनि मम्मीले अघि भन्नुभएपछि अनि त्यहाँ थाहा पाएको मैले। नरो, कोही आएको छैन अहिलेसम्म। बालकदेखि वृद्धसम्मको मन जित्न सक्ने सरलता, संवेदनशीलता र साहस उनको पहिचान बनेको छ। कहिले अन्यायको विरुद्ध आवाज उठाउँदै सडकमा देखिन्छन्, कहिले भ्रष्टाचार विरुद्ध निर्भीक रूपमा बोल्छिन्। दुखी पीडितका घाउमा मलम बनेर पुग्ने आशिका पछिल्लो समय जेनजी आन्दोलनका क्रममा युवाहरूको साथमा उभिएर झनै चर्चामा आइन्। युवाका दुःख, समस्या र मागलाई नजिकबाट बुझेर साथ दिएको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक प्रशंसा भयो। यिनै आशिका तामाङ अहिले एक महत्त्वपूर्ण मोडमा पुगेकी छन्। सामाजिक अभियन्ताको भूमिकाबाट अब चुनावी राजनीतिमा प्रवेश गर्ने कि नगर्ने भन्ने विषयमा उनले जनतासँगै सल्लाह माग्न थालेकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पोस्ट राख्दै अब म राजनीतिमा आउनुपर्छ कि पर्दैन भन्ने प्रश्न सार्वजनिक गरेकी छन्। उनको आह्वानमा धेरैले राजनीतिमा आएर परिवर्तनको नेतृत्व गर्न आग्रह गरेका छन् भने केहीले सामाजिक अभियन्ताकै रूपमा अझ सशक्त भूमिका निर्वाह गर्न सुझाव दिएका छन्। आशिकाको भावनात्मक अपिलले एकपटक फेरि देखाएको छ उनी जनताबाट निर्णय सुन्न चाहन्छन्, जनताकै लागि।